मिना अगाडिको मिना हामी जतिले लगाएको छौँ नि हामी चाहिँ आफ्नो आफूले सिलाएको संस्कृति बुटिक ट्रेनिङ सेन्टरको स्टुडेन्ट हामी त्यो दिनमा चाहिँ 22 तारामा सुट गर्न गएको फोटो सुट गर्न गएको त्यो आफूले लगाएको ड्रेसहरू त्यो ड्रेसहरूमा भित्र हार्ने थियो नि त है उचाल्नै नसक्ने कि आमामा भुइँ लतारेर त्यो ड्रेसहरूले आमामा तर पनि हामी त्यो गोरुङ्गो भएको महसुस चाहिँ भएन कि हामीले त्यो गाह्रो त्यो कपडाले गाह्रो गर्दा पनि हामीले यति रमायौँ कि है यति खुसी भयौँ कि हामी आफूले सिलाएको कपडा आफूले लगाउन पाउँदा यसरी नै हाम्रो आफ्नै हातमा सिप हुँदाखेरि हामीलाई आफूलाई खुसी लाग्छ नि मैले नि यतिको गर्न सक्छु भन्ने हुन्छ नि त अनि हामी त पुरा रमाउँदै हिँड्दै है अनेक तरिकाले फोटोसुट गरिरहेको छौँ कि हामीलाई अनि क्यामेराम्यान हुनुहुन्छ क्यामेराम्यानले चाहिँ हामीलाई यस्तो गर्नु उस्तो गर्नु घुम्नु भनेर सिकाउँदै हुनुहुन्छ कि अनि हामी चाहिँ आफ्नै तालमा अघि आफ्नै सुरमा गर्छौँ अनि त्यसरी घुमेर हिँड्ने चाहिँ कपडा उचाल्न हेर्नु म त झन् कपडै उचाल्न नसकेर कपडा एक भारी भएर हिँडेको छ क्या सब मिनाले पनि त्यस्तै गरेको छ उता मिना नि त्यस्तै गरेको छ सबैजनाले क्या एकजनाले मात्रै होइन क्या रन्जिता रेड लाउने रन्जिता म्याम बिचको म्याम सबै आफ्नो सुरमा घुमेको हेर्नु मजा कि है हामीहरू पारा दिदी यति रमाइलो थियो कि त्यो घाम पनि त्यस्तै थियो अनि हामी ग्रुपमा फोटो पनि खिच्यौँ कि है अनि फेरि यता ऊ क्यामेराम्यानले अब फोटोसुट गर्दै हुनुहुन्छ उता हामी चाहिँ यहाँ पालो बसेछौँ नि त घाम भएर कि कपडा लत्रेर घाम पनि त्यस्तै थियो पहिला त त्यो घाम लाग्थेन है जानुभएको अगाडि त पानी पर्ला जस्तो थियो पछि त घाम लाएर के त्यो घामले त्यस्तै रन्जितालाई त बेहुली जस्तै देखेको छ अनि त्यहाँ फोटो खिच्दैछ कोहीले के गर्दैछ कोही हिँड्दैछ कोही बस्दैछ गर्नु भएर होइन आफ्नो सुरमा क्या आफ्नै तालमा छौँ हामी अनि आफू क्यामेराम्यानले नि फोटो खिच्ने होइन भन्दै हुनुहुन्छ तर खिचेको छौँ हामीले पालो आफ्नो सुरले होइन कति धेरै थियो त्यो क्यामेराम्यानहरू त त्यो त्यहाँ ठाउँमा त यति धेरै थियो कि कोसँग फोटो खिच्ने हारालुस थियो कि कसकोबाट फोटो खिच्ने होला भन्ने हुन्थ्यो कि हामीलाई एउटाले मेरो यता खिच्न आउनु भन्छ अर्कोले उता खिच्न आउनु भन्छ हामी त कसको पनि खिच्ने छक्क परिरहेको थियो कि अनि हामी आफ्नै सुरुमा थियौँ एकछिन गएर कपडा उचाली गएर कपडा उचाल्दै आएछन् कोही फेरि त्यस्तो ठाउँमा उचाल्नु मिलेन नि त हिँड्नलाई उकालोम है कसैले कपडा उचाल्दै आएको छ कि त्यो कपडाहरू यति लत्रिएको छ त्यो कपडाहरू तर पनि हामीलाई त्यो कपडाले दुःख दिएछ कपडा गाह्रो भएको छ भने आफूले सिलाएको कपडा लाउनु त अनि खुसी छौँ नि त हामी त्यो भएर समिनाले पनि देखाइरहेको छ कपडा समिनाले आफैले सिलाएको त्यो चाहिँ हामी सबैले आफूले सिलाएको कपडा लगाएर फोटोसुटको म्याम पर फोटोसुट गरिदिनुहुन्छ सबिना पनि आफ्नो सुरुमा आउँदैछ सबैले बिचरा कपडा उचाल्दै हिँड्दै गरेको छ नि त गाह्रो छ नि त त्यो कपडा मात्रै उचाल्न त सजिलो हुन्थ्यो नि त हार्डनेट पनि छ नि त त्यो कपडामा होइन अनि त्यही भएर गाह्रो छ कि सबैजना फोटोसुट गर्नलाई आफ्नै हुन छ त्यो दिनमा त यति धेरै मान्छे थियो कि त्यो 22 तारामा त हामीलाई हेर्ने पनि त्यस्तै हामी फेरि हामीलाई किन नहेरोस् कि फेरि हाम्रो त्यो कपडा देखेर त हेर्ने भयो नि त हामी त त्यो कपडा उचाल्नै नसक्ने थियो बेलाल्ला पारेर भुइँ बोरिलाएर पारेर हिँडेपछि त भुइँमा लतारेर भुइँ बढालेर हिँडेपछि त नरूले त हेर्ने भयो नि कहाँबाट आयो होला के होला यिनीहरू भन्ने त भयो नि होइन अनि त्यहाँबाट त सबै कपडा लतारेको त मान्छेहरू त हामीले त बाटै भरेर हिँड्थ्यो किन हामीलाई त त्यहाँको मान्छेले त बाटो भरेर नहिँड्नु अरू मान्छेलाई पनि हिँड्ने बाटो दिनु रन्जिता हेर्नु न रन्जितालाई बेहुली जस्तै देखेको छ अरूलाई पनि बाटो दिनु तपाईँहरू मात्र त्यो एकदम एकै ठाउँमा नहिँड्नु एउटा भन्नुभएको थियो छुट्टा हिँडिदिनु है तपाईँहरू एक ग्रुप भएर नहिँडिदिनु होला भन्नुभएको थियो कि किनभने त्यो हाम्रो कपडाले बाटो छेक्छ नि त अनि धेरै थियो नि त त्यही भएर नि होला है त्यसो भन्नुभएको थियो कि अनि हामी त्यसरी हिँड्यौँ त्यसरी फोटो खिच्यौँ आमामा कस्तो थियो घाम त्यस्तै कति रमाइलो थियो म चाहिँ टकटक हिँड्दै फोटो भिडियो गर्दै गरेको छु कि हिँडिरहेको छु कि त्यो कति रमाइलो दिनहरू थियो त्यो दिन अनि हामी त्यो दिनमा फेरि लास्ट टाइम त कस्तो भोक लागिरहेको के त्यतिखेर आएर त त्यो भोक त तर भोक कता हरायो त्यो दिनमा त आफै रमाइरहेको थियो खुसी थियो नि त अनि आफ्नो भोक त कता हरायो म चाहिँ आफ्नै सुरमा नाच्दै हिँडिरहेछ कोही चाहिँ छिक्छ र है फेरि हामीलाई टिकटक बनाउन नाच्न हिँड्न त फेरि अब हाम्रो पारा बेग्लै छ रन्जिताको बेहुली जस्तै देखेको छ रन्जितालाई पनि फेरि हामीलाई कसले जित्न सक्नु हाँस्न बोल्न आमामा हामी त सबैमा ट्यालेन्ट विद्यार्थी हो कि हामी होइन खुसी पनि कति खुसी हामी त त्यो दिनमा त मिसियो है धेरै माया है त्यो दिन अनि हाम्रो बिदाई गरेको लास्ट